भन्छ हाम्रो शरीर माटोबाट बनेको र माटोमै फर्किन्छ, तर आत्मा परमेश्वरसँग सम्बन्धित छ। यो कुरो चाहिँ एकदमै हामीले बुझ्नुपर्छ। हामी शरीर चाहिँ एक दिन माटोमा मिल्नै पर्छ, शरीर एक दिन ढल्छ, तर हाम्रो आत्मा चाहिँ परमेश्वरसँग सम्बन्धित भएको कारण परमेश्वर कहाँ पुग्नु पर्छ। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। त्यही कारणले गर्दाखेरि उपदेश 12:7 भन्छ, तब माटो पहिलो जस्तो पृथ्वीमा फर्किन्छ। यहाँ हेर्नुहोस् है, तब माटो पहिलो जस्तै पृथ्वीमा फर्किन्छ र आत्मा त्यसलाई दिनुहुने परमेश्वर कहाँ फर्किन्छ।